राधे राधे सबैजनालाई। आज चाहिँ हो हाम्रो घरमा सत्यनारायणको पूजा छ। कथा सत्यनारायण कथा, सत्यनारायण पूजा। यता भाइले नमस्ते सबैलाई नमस्ते भन्दैछ भाइले। यता भाइले रेडी पारिसकेछन्। यता भाइहरूले चाहिँ यज्ञ बनाउनको लागि सबै रेडी गर्दैछन्। अनि यता चाहिँ यति ठुलो पानी परिराखेको थियो बिहान बिहान, सोचे थिएँ उग्रिन्न भनेर, तर पछि चाहिँ गएर उग्रियो। भगवान्जीले सुन्नुभयो। अब घरमा पूजा लगाएको छ, भगवान्जीले सुन्नुभयो हाम्रो बिन्ती। यता चाहिँ म र बहिनी मिलेर सबै गाग्री कलशहरूमा चाहिँ रङ लगाउँदैछ। मम्मीले भन्नुभएको थियो राम्रोसित रङ्ग्याउनु है भन्नुभएको थियो। अनि हामीले चाहिँ मजाले रङ्ग्याइदिउँ। अनि यतातिर चाहिँ बहिनीले चाहिँ यो सबै भन्दाखेरि यो धेरै मन पर्यो अरे, यो करुवा मन पर्यो अरे। अनि यता चाहिँ मम्मी काकी भाउजू किचनमा पुरा काम धमाधम गर्दै हुनुहुन्छ। अनि यता चाहिँ हुनुहुन्छ हाम्रो आमै र दिदी, पुरा गुमाको रोटी बनाइराख्नु भएको छ। यता हेर्न सक्नुहुन्छ, गुमाको रोटी पुरा बनाइराख्नु छ। अब सबैजनाले आफ्नो आफ्नो कामको जिम्मा लिनुभएको छ र अनि पुरा गर्दै जानुभएको छ। सबैजना माइजूहरूले, काकीहरूले, दिदी भाउजू सबैजनाले यति धेरै काम गर्नु भने अघिल्लो दिन हामीले त केही प्रिपरेसन गरेकै थिएनौँ। सब पूजाको दिनै गरेको। त्यही नै एउटा गाउँघरमा राम्रो लाग्छ कि सबैजना आउनुहुन्छ र सबैजना मिलेर सबतिर आफ्नो आफ्नो एउटा काम लिनुहुन्छ र अनि सब एकै दिन कम्प्लिट गर्नुहुन्छ। त्यही भएर गाउँघरमा चाहिँ साह्रै सुविधा पनि अनि बहुत राम्रो चाहिँ मिलिजुली काम गर्नुहुन्छ। बहुत खुसी लाग्छ त्यही भएर देखेर चाहिँ। यता गुरुजी पनि आइपुग्नु भयो पूजा गर्न भनेर। अनि यतातिर मामा काकाहरू हुनुहुन्छ, बाहरू सबैजना बसेर बात गर्दै हुनुहुन्छ। अनि यतातिर चाहिँ कम्प्लिट भइसकेको थिएन, उहाँ आएर अब सबै कम्प्लिट गर्नु हुँदैछ। अनि यतातिर चाहिँ बहिनी कि जाने कस। अनि यता यज्ञ पनि कम्प्लिट भयो, बाबा बसिसक्नुभयो पूजा गर्नको लागि। अनि यतातिर चाहिँ पाक्दैछ खिर पकवान। अब बेलुका खाना खिलाउने हो होइन, पुरी खिलाउने हो। अब पकवान त पकाउनु पर्यो त होइन। यता काकीलाई देखाउने अरे, यता काकी रोटी पकाउनु एकदम भएछ पुरा एकदम। तपाईँ जस्तै गोल हुनुहुन्छ त्यस्तै रोटी पनि गोल भयो। अब दिदीले बनाएको अचार, मटर, पिस। यता हेर्दै दिदी कस्तो भयो भन्नु। कस्तो भएछ अब तिमीले खाएर भन्नु। हुन्छ, चाख्नुपर्छ अहिले। सबैभन्दा आसान काम मेरै थियो, सिर्फ चाय बाँड्ने काम थियो। अरू मैले सबैलाई चाय बाँड्दै गएकी थिएँ। अब सबैलाई जति आउनुभएको काका बडाहरू भाउजूहरू माइजूहरू सबैजनालाई चाय दिँदै हिँड्दैछु म चाहिँ। अनि यतातिर चाहिँ बहिनीहरू, यता चाहिँ नारायण कथा पनि सुरु पनि भइसक्यो। यता सबैजना कथा सुनेर बसिराख्नु भएको छ। गुरुजीले कथा सुनाउँदै हुनुहुन्छ अनि हामी पनि बसेछौँ, सबैजना सुनिराख्नुपर्छ। प्रसादी बनाएको हामीले प्रसादी बनाउँदैछ। प्रसादी भाग लाग्दैछ। रोटी देखाउ न। प्रसादी भाग लाग्दैछ। बसिराख्नु
अनि यता चाहिँ धमाधम पुडी पाक्दैछ। यता दाजुले यता पुडी बनाउँदै हुनुहुन्छ, पुडी बेल्दै हुनुहुन्छ, उता बनाउनेले बनाउँदैछन्। अनि यता चाहिँ मैले भनेको थिएँ कि आइटेम के छ देखाउनुहोस् दादा भनेर भनेको थिएँ। यहाँ दादाले चाहिँ आइटेम देखाउनुपर्छ। यता पहिला त देख्नुभएकै थियो, खिर पकाएकै थियो, खिर थियो, त्यसपछि थियो पटल आलुको सब्जी, बहुत टेस्टी भयो त्यो पटल आलुको सब्जी, मलाई चाहिँ बहुत टेस्टी लाग्यो खाएर। त्यसपछि यो थियो मटर पनिर, ग्रिन मटर र पनिर थियो। ग्रिन मटर र पनिर पनि बहुत टेस्टी भएको थियो। अरू एउटा थियो खोर्सानीको, त्यो खोर्सानीको मैले देखाउन पाइनँ, तर त्यो खोर्सानी र सर्सो हालेको खोर्सानी बहुतै टेस्टी थियो, साँच्चै नै धेरै नै टेस्टी थियो, बहुत राम्रो लाग्यो खाएर। अनि यता चाहिँ हाम्रो माइजूलाई चाहिँ मैले हाई भन्नुभयो, माइजू भन्दैछु। अनि यता हाम्रो भाउजू, उता काकी, सबैजनालाई थाहा छ जे मैले भिडियो बनाउँछु भनेर, अनि त्यही भएर सबैजनालाई चाहिँ हाई चाहिँ भन्नुभएको छ है, जे नहोस्। अनि सबैजनालाई भेट भयो, साह्रै खुसी लाग्यो। यता भाउजूले पनि हाई भन्दै हुनुहुन्छ। अरू यस्तै पूजाआजा बिहाआजामा त होइन, सबैजना आफन्तहरू भेट हुने, इष्टमित्र भेट हुने, गाउँको सबै चेलीबेटीहरू भेट हुन्छ, कति खुसी लाग्छ होइन। यस्तैमा त हाम्रो भेट हुने, कति साल बादमा भेट हुन्छ, सबै एकट्ठा हुन्छ, कति हाँसो धमाली गरिन्छ होइन। अनि यता चाहिँ खाना खाने ठाउँ, सबैलाई पूजा सकेपछि चाहिँ सबैलाई यतातिर खाना खान बसाउनु भएको छ, सबैजनाले खाना खाँदै हुनुहुन्छ। त्यसपछि चाहिँ हाम्रो अलिकति पूजा सकेपछि पूजा सकेपछि खानापिना सब भइसकेपछि राति एकछिन हुन्छ कीर्तन एकछिन भनेपछि 1-2 घन्टा हुन्छ। 1-2 घन्टा कीर्तन भएपछि सबैजना अब जान्छन्। सबै अब पहिलाको जस्तो अब रातभरि त कोही बस्न पनि सक्दैनन् होइन। बाबा बस्नुहुन्छ, दादा बाबा पालो गरी बस्छन्, हामी त सबैजना सुत्छौँ। अब नेक्स्ट दिन हुन्छ फुलपाती सेलाउन जानुपर्छ होइन। मम्मीहरू जानुभयो फुलपाती सेलाउन। त हुन्छ त, मेरो पूजाको भिडियो राम्रो लागेको छ भने एउटा लाइक दिनु होला। फेरि भेटौँला अर्को एउटा नयाँ भिडियो लिएर। तपाईँहरूलाई सबैजनालाई राधे राधे, जय श्री राम।